राई माइला मेरो छोरा हेर्छु प्रधानमन्त्री हुने खाले, तिम्रो छोरा हेर्छु भिर पहरामा उफ्रिने खाले। तर के गर गरिबीले टाइट के हो पारा, खालि आफ्नै छोरोको मात्र प्रशंसा गर्छौ त। मेरो छोरा छ नै त्यस्तो। तिम्रो छोरा त खै के नमिलेको देख्छौ। हेर, मेरो छोराले केही गर्छ भनेर मलाई चाहिँ आशा छैन। हुन त मैले पनि के गरेँ र आफ्नो बाबुआमाको लागि, केही गर्न सकेका छैन। हो तिम्रो छोराको आश गर्ने खालको अनुहार हुनु पर्यो नि। पशुपतिको वनकालीमा उफ्रिने खाले देख्छु। मेरो छोरो त जति हेऱ्यो त्यति राम्रो देख्छु। कहिले राजा जस्तो देख्छु, कहिले प्रधानमन्त्री जस्तो देख्छु। कस्तो जवानीको सपना देखिएछ। को आएछ? को हो? ढुङ्गा खोल्नै छ, भित्रै आउनुहोस्। होइन, मेरो पुरानो मित्र पो रहेछ त। कसो गर्दा बाटो बिरायो हो? बसाइ अमेरिकातिर छ भनेर सुनिरहेको थिएँ। कहिले हो अमेरिकाबाट? कसो गर्दा बाटो बिरायो नि आज? पुरानो मित्रलाई भेटौँ भनेर आएको नि। घरमा बस्दा बस्दा बोर लाग्यो, त्यही भएर आएको। सम्झिनु परेको नि पुरानो मित्रलाई। लामो समय हो भेट्न घाट्न भएको। हो नि। अनि राई माइला खै त देखिदिन त? नाम नल्याउ त्यो कुलङ्गारको। नालायकलाई मैले घरबाट निकालिदिइसकेँ। अलिक ढिलो गऱ्यौ निकाल्न। मैले त 2 वर्ष अगाडि नै निकालिदिएको नि। अनि तिम्रो छोरा पनि त्यति धेरै बदमास थियो? मेरो छोरोको त कुरै नगर। ठग्नमा त तिम्रो छोरालाई पनि पछाड्छ नि। मैले त पहिले नै भनेको हो नि, यो छोराहरूको काम छैन भनेर। सानो छँदाखेरि मर्छ कि भन्ने डर, ठुलो भयो भने मार्छ कि भन्ने डर। त्यो भन्दा त छोरी नै धेरै ठिक रहेछ भन्ने मलाई लाग्यो क्या अहिले। हेर, मेरो छोराले केही गर्छ भनेर मलाई चाहिँ आशा छैन। हुन त मैले पनि के गरेँ र आफ्नो बाबुआमाको लागि, केही गर्न सकेका छैन। भनेपछि डान्नाहरू दुवैजना एक रहेछ त, फटाहरू। हुन त तिमी हामी पनि त उ बेला जवानीमा त्यस्तै त थियौ नि। त्यही भएर छोराको मलाई भर लाग्दैन है, बरु छोरीले नै गर्दो रहेछ। छोडिन त्यो डाम्नाहरूको कुरा। जति कुरा गर्यो आफै थुतुन दुख्छ। लामो समयपछि भेट भयो मित्र। दारी कपाल पुरै फुलेछ, गाला पनि चाउरी परेछ। बुढो भएछ हौ मित्र। तिम्रो पनि उस्तै छ त हालत त। बेला बेला ऐना हेर्ने गर। मेरो त ठिकै देख्छु। बुढो भएको हो र? बुढो भयो नि, अब बुढो भयो। साँच्चै यो कोट चाहिँ कहाँ किनेको हो? निकै राम्रो छ त। राम्रो छ अरे। छोरीले मलाई अमेरिकाबाट ल्याइदिएको। मित्र, अनि तिमी त अमेरिका गएर आएको भनेको सुनेको थिएँ त। हो साँच्चै अमेरिका चाहिँ कलङ्कीबाट कतापट्टि पर्छ हौ? खै मुगलिनबाट पारिपट्टि भने जस्तो लाग्थ्यो। हो र, त्यतापट्टि पो पर्दो रहेछ अमेरिका। प्लेनमा गएर ढ्याक्क बसेका थिएँ। मलाई त जुरुक्क उचालेर अक्कासँग लिएर गयो। अनि मैले त कहाँ झार्दै तलतिर झार्दियो, जमिनमा ढ्याक्क टेक्दाखेरि त यसो मेरो मनले विचार गर्दाखेरि मुगलिन आसपासकै क्षेत्र हो कि जस्तो चाहिँ मैले माने है। ए हो र, त्यतापट्टि पो पर्दो रहेछ। अनि
जवानी छोरोलाई घरबाट निकालेर सुटो चाहिँ के गर्दै बस्छ त एक्लै? बहिनीले अमेरिका घुम्न बोलाकी थिए अनि गएर आए पछाडि त अमेरिकन भाषा बुझ्नै गाह्रो, आइतबारलाई त सन्डे पो भन्दो रहेछन् भन्दै गफ हान्दै हिँड्छन् रे भन्या सुनेको थिएँ। अहिले हान्दै होला नि अमेरिकन गफ। अनि मित्र त्यताको भाषा त बुझेर नबुझिसक्नु हुँदो रहेछ। आइतबारलाई त सन्डे भन्दो रहेछ, कुनै के मन्डे सन्डे के भन्दो रहेछन् है। अनि आइतबार छुट्टी हुने फेरि, अनि जहिले पनि उनीहरू फेरि होली मनाउने उनीहरू। हामी त फागुना मनाउँथ्यौँ फागु पूर्णिमा दिन, त्यहाँ त प्रत्येक हप्ता मनाउँदो रहेछ होलिडे रे। कस्तो खालको देश हो, होली मनाएको मनाइ गर्ने हो र? हप्तै पछि मनाउने होली हो नि, हप्तै पछि भने कस्तो खालको देश हो त? अचम्मको बडो अचम्मको देश। हप्तै पछि होली मनाउने रङ चाहिँ कहाँबाट ल्याउँदो रहेछ? कहाँ पाउँदो रहेछ त्यत्रो रङ? रङ मिलाएको होली मनाउँदो रहेछ नि, कहाँ रङ लाएर मनाउने हो त त्यो होलिडे। अझै एउटा रमाइलो कहानी छ, झन्डै मैले त भन्नै छुटाएको। औरीका गएँ म, औरीका गइसकेपछि छोरीले वाह जाउँ होटलमा यसो खानपिन गरेर भनी। छोरीले बोलाएको के खाने बा भनेर सोधी। अब नयाँ चिज खाइदिउँ न त जस्तो लाग्यो मलाई पनि। अनि हुन्छ नि त मगाऊ भनेको। एकछिनपछि त भान्सेले त कालो चिया पनि ल्याएर मर्यो। हो र? अमेरिकाबाट बोल्याक्टी खाएर फर्केका हुन् मेरा बा। भाइको बाहिरको कुरा छोडौँ, बरु मलाई जागिर नभई भएको छैन यार। फेरि अलिअलि राम्रो लिन्छ खोज्दैन यार। है हामी जस्तो मान्छेले जागिर खाने हो? हामीले त खुवाउने पो हो त। त्यही पनि जागिर खाएर प्रगति हुँदैन यार। प्रगति भए पनि नभए पनि जागिर चाहिँ चाहिएकै छ क्या, जागिर नखाइ भएको छैन। ए त्यसो भए एकजना गुरुङ दाई हुनुहुन्छ, भोलि दाइरी जुङ्गा चाहिँ चिटिक्क पारेर काटेर आइज नि त, भेट्न जानुपर्छ। ल म लाग्छ है डाक्टर साहब। ल ल भोलि भेटौँ। ल ल ठिक छ, म पनि जानु पर्यो। खोइ त मेरो मोबाइल र पर्स चोरेछ त्यसले।